मैले तपाईहरुलाई देखाइराखेको छु यो एरिया सबै रङ्गशाला हो। हजुरहरूले हेर्न सक्नुहुन्छ मौसम खराबी छ, पानी परेको छ, त्यसकारण सो रङ्गशाला त्यति राम्रो आउन सकेको छैन। सो हजुरहरूले हेर्न सक्नुहुन्छ। म अगाडि बढेर यस रङ्गशाला गर्न हजुरहरूलाई देखाउने नै छु। सो म अगाडि बढ्दैछु। रङ्गशाला देखाउनुको साथसाथै केही समयपछि चाहिँ म यही रङ्गशालाबाट माथि डाँडामा रहेको कपालकोट डाँडामा जाँदैछु। सो हजुरहरूलाई पनि त्यहाँको बारेमा सबै देखाउनेछु। त्यहाँको ठाउँहरू, त्यहाँको सिनहरू, फोटो खिच्नको लागि हरियाली डाँडाकाँडा सबै देखाउनेछु। सो हजुरहरूलाई म चाहिँ अहिले चाहिँ एकदम जुम गरेर रङ्गशाला देखाउन आइरहेको छु। र सो केही समयपछि हजुरहरूले कपालकोट डाँडा पनि हेर्न पाउनुहुनेछ। सो प्रतीक्षा गर्नुहोला। दर्शकबिन सबैजनालाई नमस्कार। म चाहिँ तपाईँहरूको मित्र भविष्यमा हुनेवाला एउटा असल पत्रकार सन्दीप सापकोटा। सो म चाहिँ आज काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा अवस्थित रहेको रङ्गशालामा आएको छु। सो म दर्शकबिन सबैजनालाई नमस्कार। म तपाईँहरूकै मित्र भविष्यमा हुनेवाला एउटा असल पत्रकार सन्दीप सापकोटा। सो म चाहिँ आज काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा रहेको दर्शकबिन सबैजनालाई नमस्कार।